वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई स्वागत छ एमनेस्टी ब्लगमा। आज चाहिँ हाम्रो घरतिर यस्तो गैडा आएको नि। गैडा आएर यहाँको झाडीमा लुकेर बसेर हैरान गरेर जाँदै नगएको। हजुरहरूलाई म देखाउने छु है त गैडा आएपछि चाहिँ। बाई। हेर्नुहोस् है दर्शक महानुभावहरू, गैडा हाम्रो गाउँमा यसरी लुकेर बसिरहेको थियो यत्रो झाडीमा गयो। तँलाई गएर भाइ अबि मेरो जिउमा कस्तो काँडा पलाएको। हेर्नुस् है गाइज, हेर्नुस् मजाले हेर्नुस्। गैडा हेर्नलाई सौरा जानु पर्दैन। यही छ हेर्नु है, हेर्नु गाइज, यस्तरी आउँछ हाम्रो घरतिर गैडा। त्यहाँ डर लाग्छ, के गर्नु। गैडाबाट बस्नलाई के गर्नुपर्छ हजुरहरूले भनिदिनुहोस् त गाइज। ए वहाँ पुगे गाइज गैडा। हामीलाई त गैडा हेर्नलाई कहीँ जानै पर्दैन, जङ्गल जानै पर्दैन गाइज। हेर्नुहोस् घरमै आएर बसिदिन्छ। हजुरले धुक्क पुग्ने गरेर हेर्नुलाई मेरो युट्युब च्यानलमा हाल्छु म, हेर्न सक्नुहुनेछ एमनेस्टी ब्लग्समा। ल गाइज आज यति नै। बाई बाई। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। बाई।